एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गर्यो कागजमा जति रङ्गीन, जमिनमा उत्तिकै फिक्का। यसपटक पनि एमालेले समृद्ध नेपाल सुखी नेपालीको नारा दोहोऱ्याएको छ, जुन नारा यति पुरानो भइसक्यो कि यसलाई पुरातत्व विभागले संरक्षणमा राख्नुपर्ने अवस्था आएको छ। प्रस्तुत छ एमालेको घोषणापत्रको बेजोड व्यङ्ग्य समीक्षा। 10 लाख युवालाई रोजगारी, त्यो पनि कागजमा मात्र। एमालेको 2026 को घोषणापत्रमा 5 वर्षभित्र 10 लाख युवालाई रोजगारी दिने वाचा गरिएको छ। यो त्यही पार्टी हो जसको 2022 को घोषणापत्रमा वार्षिक 5 लाख रोजगारी सृजना भनिएको थियो। हिसाब गरौँ, 2022 देखि 2026 सम्म 4 वर्षमा 20 लाख रोजगारी सृजना हुनुपर्ने हो। तर वास्तविकता के छ भने युवा विदेश पलायनको रेकर्ड भने एमालेकै पालामा सबैभन्दा धेरै छ। 10 लाख रोजगारी दिने वाचा गर्नु भनेको भोको मान्छेलाई सपनामा खीर खुवाउनु जस्तै हो, मिठो तर पच्दैन। नागरिकता समस्या त्यही 6 महिनाको वाचा, तर 4 वर्ष बित्यो। 2022 को घोषणापत्रमा एमालेले सरकार बनेको 6 महिनाभित्र नागरिकता समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो। 2026 आइसक्यो, नागरिकता समस्या त्यहीको त्यही छ। अहिलेको घोषणापत्रमा फेरि त्यही वाचा दोहोरिएको छ कि छैन हेर्न बाँकी छ। एमालेले 6 महिना भन्नु भनेको बालेनले 15 दिनमा सिंहदरबार सफा गर्छु भन्नु जस्तै हो। विश्वास गर्ने मूर्ख, नगर्ने बुद्धिमान। एआई, स्याटेलाइट र सुपर एप, गाउँमा बिजुली नपुगेको ठाउँमा डिजिटल सपना। 2026 को घोषणापत्रमा एमालेले सार्वभौम भाषा मोडल एलएलएम, राष्ट्रिय स्याटेलाइट र सुपर एप बनाउने भव्य योजना सार्वजनिक गरेको छ। यो पार्टी अहिले पनि गाउँ गाउँमा 6 घण्टा लोडसेडिङ हुँदा मैनबत्ती बाल्ने नागरिकलाई एआई सेन्टर र डेटा सेन्टरको सपना देखाउँदैछ। गाउँमा 4G नेटवर्क नपुगेको ठाउँमा स्याटेलाइटको कुरा गर्नु भनेको हात्ती आयो भन्दै हात्तीलाई बिर्सनु जस्तै हो। सफ्टवेयर पुरानो तर म्यानुअल ओली अझै उही। घोषणापत्रमा सुशासन, विकास, रोजगारी र सामाजिक न्यायलाई प्राथमिकता दिइएको छ। यो त्यही पार्टी हो जहाँ पदाधिकारी बन्न 70 वर्षीय उमेर हद हटाइयो, तर युवालाई नेतृत्व दिने कुरा घोषणापत्रमा मात्र सीमित छ। जसको पार्टीमै युवालाई हेर्ने दृष्टिकोण ऊ त केटोकेटी मान्छे भन्ने छ, उसले मुलुकको युवालाई के नेतृत्व दिन्छ? पार्टी विधानमा जेठो छोरो पुरानो पुस्ताको दर्जा सुरक्षित गरेर घोषणापत्रमा युवा ऊर्जाको कुरा गर्नु भनेको मदिरा पसलमा स्वास्थ्यको लागि हानिकारक लेखेर तर बेच्नु जस्तै हो। तत्काल कार्ययोजना, क्याबिनेट बैठककै दिन मिति तोकेर अघि बढ्छौं तर बिर्सन्छु। याद गरौँ, 2022 मा पनि यस्तै भनिएको थियो, तर अहिलेसम्म त्यो तत्काल 4 वर्षमा परिणत भइसक्यो। एमालेको तत्काल भनेको नेपाली समयको अहिले आयो जस्तै हो, कहिल्यै नआउने। नागरिकता, कृषि, स्वास्थ्य, हरेक चुनावमा उही रेकर्ड बजाउने कला। 2022 को घोषणापत्रमा किसानलाई सहुलियत ऋण, दलित तथा एकल महिलालाई निशुल्क बीमा, ज्येष्ठ नागरिकलाई निशुल्क औषधिको वाचा थियो। 2026 मा फेरि त्यही एजेन्डा दोहोरिएको छ। एमालेले घोषणापत्र बनाउने तरिका यस्तो छ मानौ उनीहरूले पुरानो क्यासेट नै फेरि बजाइरहेका छन्। गीत उही, ताल उही, सुर पनि उही। 5 आधारभूत कर्तव्य र 25 समृद्धिका स्तम्भ, कागजको बोझ बढाउने मन्त्र। घोषणापत्रमा 5 आधारभूत कर्तव्य र 25 समृद्धिका स्तम्भ छन्। यी सबै हेर्दा लाग्छ एमाले साँच्चै समृद्ध बन्न चाहन्छ, तर आफ्नो पार्टी होइन, मुलुकलाई। पार्टीभित्रै 17 वटा पदाधिकारी र 251 सदस्यीय केन्द्रीय समिति छ। त्यसमाथि 25 वटा समृद्धिका स्तम्भ थप्दा घोषणापत्र नै भारी भएर ढल्ने अवस्था छ। घोषणापत्रको नारा, निर्माण गर्ने प्रण, विनाश होइन। ओलीले घोषणापत्र सार्वजनिक गर्दै भने हामी देश जलाउने होइन, बनाउने पार्टी हौं। तर याद गरौँ, उनैको पालामा संसद जल्यो, प्रधानमन्त्रीकै घर जल्यो, जेनजी विद्रोहमा गोली चल्यो। देश जलाउने जो कोही छन् उनीहरू सायद अरू नै ग्रहबाट आएका हुन्। एमाले त देश बनाउने हो, तर आफ्नो पार्टीको झण्डा बल्दा मात्र रुन्छ। उमेर हद हटाउने तर युवालाई बाटो नदिने दोहोरो चरित्र। एमालेको विधान सम्मेलनले पदाधिकारीका लागि 70 वर्षीय उमेर हद हटायो, ताकि ओलीलाई तेस्रो कार्यकाल अध्यक्ष बन्न बाटो खुलोस्। घोषणापत्रमा भने युवा ऊर्जा र नयाँ पुस्ताको कुरा। यो त्यस्तै भयो जस्तो बुढो मान्छेले जवानीको नक्कली दारी टाँसेर डेटिङ एप चलाउनु। भित्रबाट के हो सबैलाई थाहा छ। सारांश, घोषणापत्र होइन, यो त पुरानो रेकर्डको नयाँ भर्जन। एमालेको 2026 को घोषणापत्र हेर्दा लाग्छ यो पार्टीले न त आफ्नो पुरानो वाचा सम्झेको छ, न त नयाँ वाचा पूरा गर्ने ठेगान छ। केवल चुनाव आयो, घोषणापत्र बनाइयो, भाषण गरियो, भोट मागियो, अनि फेरि 5 वर्ष बिर्सियो। एमालेको घोषणापत्र अहिले त्यस्तै भएको छ जस्तो कि गाउँठाउँमा हुने नाटकको पोस्टर, रङ्गीन, आकर्षक, तर भित्र के छ भन्ने थाहा पाउन नाटक सकिनै पर्छ। र नाटक सकिँदा दर्शकले के पाउँछन्?
केही पनि होइन।